दर्शनमान बाबुहरू स्वागत गर्न चाहन्छु। म विशाल स्वानी मेरो फेसबुक आइडीमा जोडिनुभएको दर्शनमान बाबुहरूलाई स्वागत गर्न चाहेँ। म तपाईँको माझमा आज हिँड्दै भिडियो बनाउनु गइरहेको छु। मैले सोसल मिडियामा धेरै प्रकारको कुराहरू सुन्छु र म बोलेको थिएन। आज तपाईँहरूको माझमा म बोल्ने बाध्यता भएर बोल्न गइरहेको छु। हिँड्दै भिडियो त खास बनाउने जरुरत त केही पनि थिएन। त्यही पनि मैले भिडियो बनाउनको लागि तपाईँहरूको माझमा म हिँड्दै भिडियोमा आएको छु। पहिलो कुरा त मैले शुक्रबारको घटनाको विषयमा अलिकता यो भिडियोमा राख्नेछु। त्यसपछि म अरू विषयमा बोल्नेछु। हाम्रो सुर्खेत वीरनगर पातेघरा मन्दिरको माता हुनुहुन्थ्यो। मातालाई धेरै टर्चर यो सोसल मिडिया अनलाइनबाट धेरै टर्चर आएको कारणले गर्दाखेरि उहाँले विष पिउनुभएको थियो र विष पिइसकेपछि उहाँलाई तत्कालै सुर्खेत कालागाउँ प्रदेश हस्पिटलमा आइसियूमा उपचार हुनुहुन्छ भन्ने हामीले खबर पायौँ। यो भिडियो हामीले तत्कालै बनाउनु पर्ने थियो र हामीले सबै कुराहरू बुझेर सबै कुराहरू अनुभव गरेर त्यसपछि बनाउला भन्ने विचार थियो र स्क्रिप्ट त हामीले लेखेको थियो। तपाईँको आज त धेरैचोटि मैले भिडियो तथा सोसल मिडियाहरू खोलेर हेर्दाखेरि मैले अन्य किसिमका कुराहरू देख्नलाई मैले पछि आज नहुने भन्ने कुराले तपाईँहरूको माझमा बोल्न गइरहेको छ। पातेघरामा मन्दिरको माताको उपचार चालु नै छ। तर त्यो बाध्यता किन बनाइयो त? विष पिनको लागि बाध्यता किन बनाइयो? होइन, किन बनाइयो? कसैमाथि बोल्नको लागि बोल्नुहुन्छ भने सम्पूर्ण कुराहरू प्रमाण जुटाएर त्यसपछि बोल्नु होला। बोलिसकेपछि हातमा प्रमाण आइसकेपछि बोल्नु होला। त्यसपछि बोलिसकेपछि अलिकता तपाईँहरू बोल्न पायो भनेर कसैको खुट्टा तान्ने काम, कसैको यो सोसल मिडियामा चर्चा हत्या गर्ने काम बिल्कुलै हुँदैन। गल्ती गर्नेलाई कारबाही अनिवार्य हुनुपर्छ। मेरो पनि माग यही हो, गल्ती गर्नेलाई कारबाही अनिवार्य हुनुपर्छ। त्यसपछि गएर काठमाडौँमा गणेश नेपाली नगरपालिकाले फाइन पार्दाखेरि गणेश नेपालीले तपाईँहरूको माझमा शरीरमा पेट्रोल छरेर उहाँले आफ्नै आङमा आगो लगाएर वीर हस्पिटलमा उपचारमा हुनुहुन्थ्यो र उपचार हुँदा उहाँ मृत्यु पुग्नुभयो। मृत्यु हुन पुगिसकेपछि यिनी कुराहरू हो, विरोध गर्ने हो, विरोध गरिसकेपछि बोल्ने हो। बोल्न त हेर्नु त नेपाल सरकारलाई टर्चरहरू कसरी दिइरहनु भएको छ तपाईँहरूले। हिजो चितवनको घटना, प्रधानमन्त्री बालिन शाहको पुतला जलाउँदाखेरि आफै जल्नु भएको छ। यो पनि नेपाल सरकारलाई दोषी दिनु होला। होइन, नेपाल सरकारलाई दोषै दिनु होला। यो पनि नेपाल सरकारले जलाएको भन्नु होला तपाईँहरूले। र विरोध गर्ने ठाउँमा विरोध गर्नुहोस्। सरकारलाई गलत गरेको ठाउँमा सरकारलाई सिधा
गराउनुपर्छ। गल्ती बाटोमा हिँड्नेलाई सही बाटोमा हिँडाल्नुपर्छ। हामी नेपालको सम्पूर्ण जनताहरू मिलेर हामीले काम गर्नुपर्ने हुन्छ। एकअर्काको विरोध र एकअर्काको पक्ष र विरोध कसैले पनि नगरौँ र नेपाल सरकारलाई, अहिलेको सरकारलाई हामी काम गर्न दिउँ त है। कसरी काम गर्नुहुन्छ